होइन। एमाले पनि 2051 मा अल्पमतकै सही सरकार चलाउने अवसर पाएको होइन। 2051 सालमा एमाले सुखद सङ्केत छाडेकै थियो। त्यसको प्रशंसा अहिले पनि नेपाली समाजले मुक्त कण्ठले गर्ने गरेको छ। राजनीति शास्त्रका विद्यार्थीका लागि राम्रै शोधको विषय पनि बनेको छ त्यो समय। नेपाली समाजले एमाले नीति र निर्णयबाट लाभान्वित नभएको होइन। एमाले त्यति बेला लिएको सामाजिक सुरक्षाको नीति वृद्ध असहाय निसहायका लागि सहारा नै बनेको छ। त्यसपछिका उसका शासनकाल कुन चाहिँ सम्झना लायक रहे त? पटक्कै पनि रहेनन्। यसका केही दृष्टान्त एकपटक फेरि सम्झौँ। अहिले 5औं पटकका लागि प्रधानमन्त्रीको उम्मेदवार तोकिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भदौ 24 गते अघि त सरकारमै थिए नि, होइन? उनी के गर्न नसकेर र बाँकी रहेर अहिले प्रधानमन्त्रीको उम्मेदवार बनेका हुन्। उनले नागरिकलाई चित्त बुझ्दो जवाफ दिन सक्छन्। गत भदौ 24 गते दिउँसो 2 बजेतिर उनी हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था किन सिर्जना भयो? कसका कारण सिर्जना भयो? 2008 सालमा मारिएका बालक विद्यार्थी चिनिका काजी उदासको फोटोमा माला पहिर्याएर कार्यक्रम गर्ने एमाले संसद भवन अगाडि मारिएका 24 जना कलिला विद्यार्थीको जिम्मा किन लिन सकेन? किन ती मारिएका विद्यार्थीको परिवारप्रति संवेदित हुन सकेन? अहिले त्यो रगत लतपतिको हात लिएर फेरि सत्ताको बागडोर सम्हाल्छौँ भन्दा नागरिकले पत्याइदिनु पर्ने सामान्य नैतिकता पनि हुँदैन राजनीतिमा। जेएनजीलाई आतंककारी नभनौँ भन्छन् हाम्रो साथीहरू। जेएनजी भनेको आतंककारी हो। ल 10 चोटि 20 चोटि 50 चोटि भन्छु म। जो आन्दोलन सिंहदरबार जलाए ती आतंककारी हुन्। अलि अगाडि पनि चर्चा गरौँ न। 2074 सालमा नागरिकले गरेको असाधारण भरोसा उनीले खण्डित गरेका होइनन्। 2077 पुस 5 गते संसद विघटन नै गर्नुपर्ने गरी मुलुकमा के सङ्कट आएको थियो? आफ्नो घर झगडाको रिस सार्वभौम संसदलाई पोख्ने, त्यसको मार खेप्न लगाउने ओलीले कुन मुखले अहिलेको परिवर्तनको बदख्वाई गरिरहेका छन्? जनआन्दोलनले विघटन गरेको प्रतिनिधि सभालाई कुन नैतिकताले असंवैधानिक भनेर अदालतको ढोका ढकढकाइरहेका छन्? त्यसकारण इतिहासमा पानी ढले बन्न लागेको परिवर्तन यो क्षणले अभूतपूर्व सङ्केत छाडिसकेको छ।